गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। अनि आजको भ्लगमा चाहिँ म तपाईँहरूलाई एउटा खतरा चिज देखाउँछु है। म यहाँनिर भाडा मोल्नु पर्ने होइन, र म आज भाडा मोलेको भ्लग बनाउँछु। यो भ्लग कसैले बनाएको छैन, म स्योर छु है। अब भाडा मोल्दाखेरि के गर्नुपर्छ भनेर म तपाईँहरूलाई सिकाउँदै भाडा मोल्ने छु। कसैले भाडा मोल्न आउँदैन होइन, मलाई पनि मतलब आउँदैन थियो, सिकेको सिक्न मन नलागिकन मामुको घरले प्यारेन्ट्सको घरले भयो नि हामीले मोल्नै पर्छ भाडा। के गर्नु, मैले सानो भएको कति ढुक्क भाडा मोल्नु पर्थ्यो, न के काम गर्नु पर्थ्यो। पुक्क बसिरहेको, उठिरहेको मोबाइल लिएर के खेलो, पढ्ने टेन्सन थियो। अहिले चाहिँ भाडा मोलो, टिभी हेऱ्यो भने पढ्नु सक्नु छैन, गाडी खाइन्छ होइन। त्यही हो भन्न। ठुला ठुला आँखा छाप पनि बस्यो त्यो दिलै इमान। सावरिया कहाँ है तेरी रीत मैं समझ न पाऊं, तेरी प्रीति का चल खाली है बसको। यो भाडा मोल्न त धेरै टाइम लाग्छ होइन। अब त्यही भए पनि यसो मोबाइलको मतलब त्यो फुल नहोस् भनेर म यति मात्रै देखाउँछु तपाईँहरूलाई होइन। अब अरू चाहिँ अरू डे हाल्यो भने हेर्नुहोस् है।